everyone, welcome to my channel. It's me Shreya, and today I'm very excited to show you guys everything I have created from last few years, from my first ever project to my recent project. I hope you all will like it. मैले बुन्नु स्टार्ट गरेको चाहिँ it's been like 4-5 years भयो होला. अन्त त्यो 4-5 yearsमा मैले जति पनि बुनेको छु त्यो चाहिँ म तपाईहरुलाई देखाउँछु. अब यो भिडियो चाहिँ सायद लामो भएर जान्छ होला किनभने यति बिना ज्यादा छ देखाउनु पर्ने. म तपाईहरुलाई आदि देखाउँछु. यो अझै छ, यति पनि हैन, अझै छ. यो चाहिँ म तपाईहरुको लागि सायद पार्ट 1 र पार्ट 2 बनाउँछु होला किनभने लामो भएर जान्छ होला भिडियो. फर्स्ट मैले बुन्नु स्टार्ट गरेको चाहिँ मैले यो टप देखि स्टार्ट गरेको. यो चाहिँ तर मैले काँटाले बुनेको, यो कुर्सीले बुनेको हैन. यो छ ब्लू कलर र ओरेन्ज कलरमा. यो त्यति राम्रो छैन तर फर्स्ट स्टार्टिङ त यस्तै हुन्छ. यो चाहिँ यो टप बनाएको. सेकेन्डमा पिंक र व्हाइटमा. यो चाहिँ खास मैले टप बनाएको हैन. यो चाहिँ खास मैले के अरु के बनाउँदा चाहिँ यो टप बन्नी पठाएको. यो चाहिँ यत्रो लामो छ यहाँनिर बान्ने, बो बान्ने. यो चाहिँ यस्तो छ. यो पनि त्यति सारो पर्फेक्ट त छैन तर ठिकै छ. कुर्सीले बुन्नु चाहिँ मैले यो टप देखि स्टार्ट गरेको. यो ब्रालेट टप. यो चाहिँ यस्तो छ, फ्लावर भएको, पफ फ्लावर भएको. यो चाहिँ स्किन कलरमा छ. यो चाहिँ फर्स्ट बनाउँदा नै यो चाहिँ राम्रो भयो. स्कर्ट. यो चाहिँ ग्रानी स्क्वायर बनाएर बनाएको. यो चाहिँ यस्तो छ. यहाँ बान्ने पनि छ. यसको चाहिँ बान्ने. अन्त यो चाहिँ सानो स्लिट बनाएको छु. अन्त यहाँ चाहिँ रफल एड गरेको छु. यो पनि राम्रो छ. यो उसको लागि चाहिँ मैले पुरा कम्प्लिमेन्ट पाएको थिएँ. यो पनि ब्रालेट टपै हो. यो चाहिँ यस्तो छ, यसरी लाउने. यो ड्रेस. यो चाहिँ ब्ल्याक कलरमा. यहाँ चाहिँ पुरा कलरहरु, पिंक कलर, स्किन कलर, डार्क पिंकहरु एड भएको छ. तपाईहरुले यो राम्ररी हेर्नु भयो भने चाहिँ यो देख्छ कि यो ब्ल्याक र यो ब्ल्याक चाहिँ डिफरेन्ट छ भनेर. किनभने यो मैले बनाउँदा यो ब्ल्याक कलर सक्यो. टप हाई नेक वाला, हार्ट वाला, डार्क ब्लू र स्काई ब्लू को. अन्त यहाँ साइडमा चाहिँ यसरी बान्ने भएको. साइडमा बान्यो, भित्रबाट केही लगायो टपहरु. अन्त यहाँ साइडमा बान्यो. यो चाहिँ यस्तो छ. यो स्लीव. यो चाहिँ तपाईहरुले अब के स्लीवलेस टपहरु लगाउनु भएको छ भने यो लाउँदा हुन्छ. यो चाहिँ लगायो. यो चाहिँ हात खप हात हाल्यो. अन्त यो चाहिँ यहाँ बान्यो, यहाँ बिचमा बान्यो. यो यस्तो छ पिंक कलरमा. तपाईहरुलाई म राख्दिन्छु नि, थाहा हुन्छ नि तपाईहरुले कस्तो खालको बनाएको रहेछु भनेर. यो ड्रेस. यो चाहिँ मैले उब्रेको पाब्रेको धागोले बनाएको. जति पनि मैले बनाउँदा लेफ्ट भएको थियो यहाँ. अन्त त्योहरु चाहिँ मैले जोडेर चाहिँ मैले यो बनाएको. यो चाहिँ यस्तो छ. यो चाहिँ स्लिप लगायो. अन्त यो चाहिँ यसरी बान्दियो. अन्त ब्याकमा चाहिँ मैले यसरी बान्ने पनि बनाएको छु. अन्त यहाँ चाहिँ मैले बो, रिबनको बो एड गरिदिएको. तर यो चाहिँ बो चाहिँ यस्तो टेढो भएको बो छ. यो चाहिँ लामो छ. पहिला मैले यो देखाउनु बिर्सेछु. यो चाहिँ मैले फर्स्ट मैले त्यो बुने
टप त्यो ब्रालेट टप अन्त त्यहाँको चाहिँ यो टप बुने फर्स्ट मैले ब्रालेट अन्त त्यहाँको मैले सेकेन्डमा चाहिँ यो बनाएको म त बिर्सेछु यो देखाउनु तपाईहरुलाई सेकेन्डमा चाहिँ यो बनाएको मैले यो चाहिँ यस्तो छ कस्तो छ भने यो चाहिँ यस्तो छ स्लिभको यो चाहिँ टप हो अन्त यो चाहिँ यहाँ नताल्ने अन्त यो चाहिँ यसरी झर्छ यहाँ यस्तो गर्दा लाउँदा पनि हुन्छ अन्त ब्याकमा चाहिँ यस्तो बान्ने छ यो टप यो चाहिँ ओरेन्ज कलर र पिङ्क कलरको मिक्समा छ यस्तो छ बिचमा चाहिँ मैले यस्तो डिजाइन बनाएको छु यो पनि राम्रै छ मलाई मन पर्छ तर यो चाहिँ अलिक लुज भएको छ त्यो तन्केर जस्तो यसलाई चाहिँ अलिक छोटो पार्नु पर्छ अब कहिले मलाई जागर चलेको बेलामा बनाउनु पर्छ अन्त मैले बनाएको छु यो श्रग मेस श्रग यो चाहिँ खप्पै लगायो हो खप्पै लगायो अन्त यो चाहिँ स्लिभ यो पनि राम्रै छ मलाई यसको चाहिँ कलर कम्बिनेसन मन पर्छ ग्रीन र व्हाइटको यो ग्रीन पनि हैन यो कुन कस्तो ग्रीन छ राम्रो छ यसको प्याटर्न चाहिँ मलाई पुरा मन पर्छ तर यो प्याटर्न चाहिँ कस्तो सारो प्याटर्न छ कि तर मैले कसरी बनाए यस्तो छ यो चाहिँ डल्लो डल्लो वाला यो त फ्लावर पनि हैन त्यस्तो वाला डिजाइन टल्किँदै होला है यस्तो वाला डिजाइन छ यो चाहिँ बेसी राखेर मैला पनि भइसकेछ यहाँतिर दाग पनि लागेछ यो छ यो टप चाहिँ मलाई मन पर्छ ब्लू र व्हाइटको कम्बिनेसनमा यो चाहिँ हाफ स्लिभ वाला इट्स अ ब्याकलेस टप ब्याकलेस भन्दा यो ब्याकमा चाहिँ यस्तो क्रस गरेर बान्ने वाला हो यो पनि राम्रै छ अन्त मैले यहाँनिर सानो बो पनि बनाएको छु कर्सेट बेल्ट यो चाहिँ तपाईहरुले सर्टहरुमा हुन्छ नि ड्रेसहरुमा पनि लाउँदा हुन्छ यो चाहिँ यस्तो छ यो चाहिँ यहाँ यसरी लगायो अन्त बान्यो यहाँ पछि क्रस गरेर यो चाहिँ यस्तो बनायो यो पनि राम्रो छ मैले चाहिँ यो लगाएको पनि छुइनँ लगाएर भिडियो पनि बनाएको छैन किनभने चाहिँ म चाहिँ अलिक पातली छु नि त अन्त त्यही भएर चाहिँ यो लगाउँदा चाहिँ मेरो खुट्टामा चाहिँ राम्रै देख्दैन यसले चाहिँ त्यो म बेसी पातली भएर अन्त कस्तो हाँस यो लाउँदा चाहिँ कस्तो हाँस उठ्दो देख्छ मलाई अन्त मैले यो लगाएर चाहिँ भिडियो बनाएको छैन त मलाई मन पर्दैन कि त्यो छोटो छोटो उयोहरू लाउनु त्यो घोडादेखि माथिकोहरू त्यस्तो लगाउँदा चाहिँ मेरो खुट्टामा सुहाउँदैन मलाई चाहिँ त्यस्तो हुन्छ नसुहाएको जस्तो लाग्छ कस्तो हाँसै उठ्दो देख्छ नि त मलाई अन्त त्यही भनेर चाहिँ मैले यो चाहिँ लगाएर भिडियो पनि बनाएको छैन यो चाहिँ मैले जस्तो बनाएको त्यस्तो नै राखिरहेको छु थन्काइरहेको छु मन पर्दैन मलाई लाउनु अन्त मैले यो बनाएको छु यो चाहिँ रफलवाला टप यस्तो तर यो चाहिँ ब्याकपट्टिको हो यो चाहिँ फ्रन्टको तर जसरी लाउँदा पनि हुन्छ यो यहाँ चाहिँ मैले फिन्चो पनि राखेको रहेछु फिन्चो चाहिँ मलाई चाहिन्छ यो चाहिँ यस्तो छ मजाको छ मलाई ग्रीन कलर चाहिँ मेरो फेभरेट कलर हो ग्रीन र रेड चाहिँ मलाई पुरा मन पर्छ नि त मैले यहाँ बेसी जस्तो पनि ग्रीन कलरमै मात्रै बुनेको रहेछु यो टप यो चाहिँ साइडमा बान्ने वाला यस्तो यहाँ साइडमा बान्ने वाला हो यस्तो छ यो पनि मजाकै छ यसको डिजाइन चाहिँ यस्तो छ बक्स वाला मन पर्छ मरुन कलरमा छ यो सर्ट चाहिँ मैले कपल्स वाला बनाएको थिएँ यो चाहिँ केटीहरुको हो केटाहरुको चाहिँ मैले अर्कै टाइपको बनाएको छु इन्स्टामा भिडियो हालेको छु
तपाईहरुले इन्स्टामा हेर्नु सक्नुहुन्छ मैले कस्तो बनाएको रहेछु भनेर। यस्तो